हजुर हाम्रो हिपराज हाङ्गाम लिम्बू हजुर हिपराज हाङ्गाम लिम्बू हजुर हजुर सङ्घसभाको कुन पालिका हाम्रो नगरपालिका कुन नगरपालिका पाना 555 556 नगरपालिका हजुर ए यहाँ कहिले आइपुग्नु भयो ओ उपुर आमा बराबरी आएको ए अनि आमा पुरा विजयाको बुबा आमा हो हजुर विजयाको ल आमालाई यसो यसो आमालाई उ गर्नु त यसो गर्नु न नजिकै राख्नु न भिडियो आउँदैछ हो हो त्यसो गर्नु न छोरा आमा बुवा ल तपाईँहरूको बिहा कति सालमा भएको हाम्रो 49 के अरे 39 सालमा लाखी लाखी यसो नि 30 सालमा ए 2030 सालमा तपाईँहरूको बिहा भएको आमाको माइती कहाँ हो तापी जाउँ ताप्ले जाउँ फाकुममा फाकुममा गाविस ए नौलम्बरवा ए ल यहाँ धरानमा आउनु भएछ है धरानमा आउनु भएछ ल आमा एउटा गीत गाइदिनुहोस् त आमा ल गाइदिनु ल हाफकारी गाइदिनु अघि हामीले भनेको छौँ पहिले गाउँछु भन्नुभएको छ लु एउटा गाइदिनु त ल गाइदिनु न नै 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 गाइदिनु न गाइदिनु ल ल ल गाइदिनु न ल एउटा गाइदिनु न गाइदिनु गाइदिनु केही छैन ल केही फरक पर्दैन ल बाबुले चाहिँ ल ल ल ल ल दुवैजनाले गाउने ल दुवैजनाले ल बुवा सुरु गर्नु ल अब गाउँ पनि के गाउनु हो ल भाग पारे नै गाउँदा हुन्छ लिम्बू भाषाको गाउँदा हुन्छ पालम गाउँदा हुन्छ लिम्बू गाउँ कि लिम्बू बोलौँ कि भरौँ त्यो बोलौँ ल हुन्छ जुन गाए हुन्छ अनि हाम्रो त नि बहिले यसरी गीत गायौँ हो छोरा हो के गर्नु हो अलेन्जी बगानमा सङ्घसभादेखि आएर वानामा लङ्ख खोला सभा खोला बिचैमा पर्यो पार विषय बजार पानी खामियालु सोमबारे बजार कति रमाइलो बिचैमा पर्यो बजार पागाली होइन बाहकी होइन कुनामा बजार लाग्छ सोमबारे बजार हाम्रो माथि कुनादेखि आएर पारबिसे बजार खान्थ्यौँ आउँथ्यौँ जान्थ्यौँ त्यो ठाउँ अहिले छोडेर आयौँ अहिले त कहाँ छौँ पनि यहाँ धरान स्यामदुप खोलाको डिलमा सेफ्टी बाटोमाथि खोलाको डिलमा छु है बुढाबुढी भयो अब सब म त बाबुसँग यसरी अङ्गालु मारेर धान नाचेको भए पो ल एउटा धान नाच गाइदिनु त आमा